हेलो हाई नमस्कार। अहिले चाहिँ हामी यहाँ शिवधाराको एरियामा आइपुगेका छौँ। शिवधाराको एरिया यस्तो छ, सुन्दर दृश्य छ। यहाँबाट ओह्रालो यो धरानको दृश्य यसरी। यो चाहिँ टप हिल ट्री हाउस रेस्टोराँबाट रहेछ। आज फर्स्ट टाइम पुगेँ। यहाँबाट सम्पूर्ण दृश्यहरू हेर्न सकिँदो रहेछ। घाम डुबिसकेको अवस्था छ। धरानको दृश्यलाई यसरी हामीले हेर्न सकिन्छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ ट्री हाउस रेस्टोराँ, टप हिल ट्री हाउसको एउटा यो खुकुरी, ठुलो खुकुरीको प्रतिमा बनाइएको रहेछ। सुन्दर छ। यहाँबाट यसरी दसैँको छेकमा सुन्दर तस्बिरहरू खिच्न सक्नुहुन्छ। साँझ परिसकेको छ। सुन्दर दृश्यहरू यसरी कुहिरो देख्न सक्नुहुन्छ। आउने बाटो चाहिँ यसरी तपाईँ आउन सक्नुहुन्छ।